गुड मर्निङ एभ्रिवान। र म चाहिँ अहिले हिल म्याराथन दार्जिलिङ कुद्नुको लागि चाहिँ म एकदम रेडी भएँ। र मेरो यो देख्नुहुँदैछ खोइ तपाईँलाई म यता देखु एकदम रेडी छ। 10 किलोमिटर कुद्नु लागि एकदम रेडी छ। मेन चाहिँ अब के चाहिँ अलिकति समस्या भयो भने चाहिँ बाहिर जाडो चाहिँ हेभी जाडो छ हो। अब हुन त अब अहिले कुद्यो भने अब जिउ गरम भइहाल्छ, तर त्यहाँ पुग्दा चाहिँ कसरी पुग्नु, मेन कुरा चाहिँ त्यो, मुद्दा चाहिँ त्यो हो। मान्छेहरू बाफ्रे 2200 जना छ भन्दै थियो हिजै। अघि आएको त तपाईँले एक्सर्साइज गर्दा देख्दै थियो मैले। ए अच्छा अच्छा। र यहाँ चाहिँ हाम्रो जलडाका रनर्सहरू सबै आइपुगेछ। जाडोमा कस्तो चिसो छ अम्बो। ल यहाँ चाहिँ सबैजना वार्मअप गर्दै। अम्बो चिसो छ पुरा, चिसो। ल यहाँ हाम्रो भाइ पनि आइपुगेछ। ल भाइ तिमी कहिले आइपुग्यो? तिमी कहिले आइपुग्यो? भर्खर आएको? बहिनीहरू है 4.5मा पनि पार्टिसिपेट गरेको छ। For 10K, we need the male members in the front. Please. Volunteers, please only keep the male members in the front because we are going to start the ladies up. 8, 7, 6, 5, 4, 3, 2, 1, here we go! बिचारा नानीलाई किल्छिन् यो
त जिउ तातो हुन्छ अघिदेखि चिसो भइरहेको थियो हिमालयन मान्छे अझै छ दुई किलोमिटर कम्प्लिट गाइस 2 किलोमिटर कम्प्लिट अब आज 1 किलोमिटर मजा आउँदैछ मान्छेहरू आम्मा लु मोटिभेसन हेरेर देख उहाँलाई हेरेर त है हामीहरू त कुद्नु पर्ने भने हामी के सबैजना कुद्नु पर्ने भने त बिचरा एउटा खुट्टा छैन र पनि 10K मा पार्टिसिपेट गरिरहेको छ सेल्युट छ उहाँलाई हेरेर सिक्नुपर्छ हाम्रो युवा केटाहरूले चाहिँ नानी केटाकेटीहरूले चाहिँ यसरी घरको बाहिरबाट सबैजना हामीलाई है प्रोत्साहन गर्नुहुँदैछ 10K राउन्ड कुद्नु भनेर है हामी पनि त्यसमा लागिरहेको छौँ सबैजना घरको बाहिरमा निस्केर चौरस्ता भएर तपाईँको जूको बाटो भएर सिधा यहाँ चाहिँ सिंहबारी यहाँ निस्किँदो रहेछ अब यहाँ चाहिँ सिधा बजार होला अब यो कुद्नु मान्छेलाई अब मलाई त तेर्सो उकाल्नु कुद्नु अब चाहिँ तेर्सो आएँ अब चाहिँ मजाले कुद्नु पर्छ अब यहाँ हाम्रो कबुदा कुद्दैछ केटाकेटीहरू बजा हल्का एकछिन रेस्ट 5 मिनट रनिङ सँगसँगै भ्युज पनि हेर्नुहोस् दार्जिलिङको मर्निङ भ्युज खै यहाँ रनहरू त ए लु फोटो खिच्दा छिन्
घाम लाग्यो आँखामा घाम लाग्यो हे गाइस यो हेर्नुहोस् है बजार आइपुग्यो हामीहरू भर्खर अब अझ कति 6 किलोमिटर छ होला चाहिँ थाक्यो तर भाइहरू भाइहरू कहाँको हामी म बदमतामको दा बदमतामको हो अरे बाफ्रे बदमताम कहाँको बदमताम मेरो तल हस्पिटल मुनि ए अच्छा अच्छा मेरो म पनि त्यहीँको बिहा गरेको छु त बदमतामको बिहा गरेको छु धँचेको मेरो वाइफ पनि आइरहेको थियो नि त ए त धँचेको अनि तिम्रो फर्स्ट टाइम हो यो के हो फर्स्ट टाइम हो मेडल पाउने भयो ठिक छ ओ भाइ ओ बक्सर भाइ आऊ न किन लजाको तिमी भाइको नाम के अरे सागत के हो छेत्री हो ती बक्सर अरे अनि कसरी म्याराथनमा आयो तिमी कुद्दै अहिले भन्नु चाहिँ भाइले बक्सर हो मेडल नदियो भन्नुहुन्छ ए म एकैचोटि कुदिन्छु नि ठिकै छ भाइको नाम कहाँको तिमी सोमको ए ठिकै छ ल भाइको त लु खाऊ तिनजना भिडियो गरौँ अब यही छ फास्ट हुने होइन है अब ब्लग बनाउँदै हिँड्नु छ लु कुदा ठिक छ यहाँ चाहिँ उकालो रहेछ नाइन्टी 10को लागि चाहिँ अब 1 किलोमिटर चाहिँ यहाँबाट चाहिँ गाइस 10K कम्प्लिट भए हिल रनर म्याराथन दार्जिलिङ सक्यो 10K आइपुगेँ म फिनिस लाइनमा चौरस्ताको त्यहाँ आइपुगेँ complete 10K. Sajina Ramon 7007. Okay, जहाँ पनि हुनुहुन्छ, we need you backstage immediately for some verification. So Sajina Ramon 7007 big number. Okay, जहाँ पनि हुनुहुन्छ, please come backstage immediately. Sajina Ramon. Last and final call for Sajina Ramon 7007. You backstage immediately for some verification. So Sajina Ramon 7007 big number. तपाईं जहाँ पनि हुनुहुन्छ प्लिज कम हुनुहुन्छ सबैको छोरी हाम्रो समक्षमा यहाँ स्टेजमा छ सो प्लिज तपाईले काइन्डली आएर कनेक्ट गरिदिनुहोस् Next one coming over here, before bhai हुनुहुन्छ हाम्रो समक्षमा है Yes guys, दार्जिलिङ में हो मुझे just need to come immediately and contact Arai sir or Bhusan sir. Please, यो जुन चाहिँ मैले यो 6 वटा नाम अनाउन्स गरेको छु, please kindly come back. Darjeeling Hill Marathon. You know, Darjeeling Hill Marathon ko जुन चाहिँ theme छ, that is run the race and defeat the chase. We are advocating anti-drugs. So अघि सानो बालकले आयो भनेको जस्तो uncle no drugs भनेको जस्तो we I guess some of you people have come and told us that you're also going to sing for us. Darjeeling Enfielders ko chief Manish Thapa. So please come backstage and get your track ready. So and in the meantime, we have news over here that there is a 9-year-old kid who is running along 80-plus-year-old man. Here, this eldest and the youngest runners, they are monitoring and when they come back, when they come over here in the
गाइस आजको पनि 10K कम्प्लिट भयो है 10K हिल म्याराथन जो चाहिँ अब अर्गनाइज बाई तपाईँको दार्जिलिङ पुलिस म तपाईँलाई हिजो पनि भनिहालेँ अघि पनि भनिहालेँ है र त्यसको चाहिँ फल चाहिँ यो हो मेडल हेर्नुहोस् कस्तो दामी मेडल छ र यस्तो मेडल चाहिँ म चाहिँ थुपार्दै म जानेछु र मेरो अब नेक्स्ट चाहिँ हुनुहुन्छ मेरो दलसिङपाडा है र पछाडिको भ्यू हेर्नुहोस् यस्तो दामी भ्यू छ हो आउनुहोस् यो होटलमा आउनुहोस् यो होटलमा आएर बस्नुहोस् भ्यू हेर्नुहोस् पार्किङ पनि जग्गा छ यहाँ हाम्रो भाइकै होटल हो है म नाम पनि इन्क्लुड गरिदिन्छु तपाईँहरूलाई अब यो होटललाई अब केही अझै कुरो जान्नु छ भने मलाई मेसेज गर्नुहोस् हो किनकि भ्यू दामी छ तपाईँहरू आउनुहोस् र यहाँ आएर चाहिँ अब पछाडि कञ्चनजङ्घा हेर्नुहोस् र त्यसो भन्दै आजको चाहिँ भिडियो चाहिँ म यहीँ इन्ड गर्छु